पानी जहाज र नेपाली झण्डाको आकारको बीचमा एउटा गहिरो सम्बन्ध छ। अरू देशहरू जस्तै इन्डिया, चाइना र युएसए लगायत अन्य देशहरूको झण्डा पनि रेक्टेङ्गुलर सेपको छ। तर नेपाल मात्र एउटा यस्तो देश हो जसको झण्डा भने ट्रायङ्गुलर अर्थात् त्रिभुज सेपको छ। तर त्यस्तो किन छ त? यो कुरा बुझ्नको लागि हामी 16औं शताब्दीको युरोपतिर जानुपर्ने हुन्छ। त्यति बेलाको युरोप तीव्र आर्थिक र टेक्नोलोजिकल विकासको क्रममा थियो। यही विकासको गतिको फाइदा उठाउँदै उनीहरू आफ्नो व्यापार र शासनलाई अरू महादेशहरूमा पनि फैलाउन चाहन्थे। त्यसको लागि उनीहरूले पानी जहाजहरूको प्रयोग गर्नुपर्ने भयो। यी जहाजहरूमा प्रयोग गर्नका लागि उनीहरूले रेक्टेङ्गुलर आकारको झण्डाहरूलाई नै रोजे, किनकि यसले समुद्री हावाको बहावलाई थेग्न सक्थ्यो र टाढाबाट नै एउटा ठुलो आकारको झण्डा सजिलै देखिन्थ्यो। योभन्दा पहिला देशहरूमा कुनै राष्ट्रिय झण्डाको चलन थिएन। पछि उनीहरूले यही जहाजमा प्रयोग हुने झण्डालाई नै राष्ट्रिय झण्डाको हिसाबले प्रयोग गरे। युरोपियन्सहरूले बिस्तारै अरू महादेशहरूमा पनि साम्राज्य विस्तार गरे। बेलायतले मात्रै विश्वको 25% क्षेत्रफललाई आफ्नो अधीनमा राखेको थियो। यसको एउटा उदाहरण भारत पनि हो। यही युरोपियन प्रभावले गर्दा सबैले पछि गएर रेक्टेङ्गुलर आकारको नै झण्डा रोजे। तर किनकि नेपाललाई अहिलेसम्म कसैले पनि आफ्नो अधीनमा राख्न सकेको छैन, त्यही भएर नेपालमा भने पुरानो आफ्नो मौलिक आकारको नै झण्डा कायम रहिरह्यो। तपाईहरूलाई के लाग्छ, नेपालको अहिलेको झण्डा नै ठिक छ या अरू देशहरू जस्तै रेक्टेङ्गुलर आकारको नै हुनुपर्थ्यो? कमेन्ट गरेर भन्नुहोला। साथै च्यानललाई सब्सक्राइब पनि गर्नुहोला।